है अब टोस इम्पोर्टेन्ट फ्याक्टर थियो आजको लागि एन्ड ग्ल्याड हिजो पनि अब टोस जितेको थियौँ हामीले एउटा च्यालेन्ज चाहिँ एक्सेप्ट गरिरहेको थियौँ आफूलाई नै कि अब यो कन्डिसन्सहरूमा हामी कति राम्रो खेल्न सक्छौँ भन्ने थियो बट अनफर्चुनेटली हिजो चाहिँ हामीले त्यो क्यापिटलाइज गर्न सकेनौँ तर आज चाहिँ एज अ युनिट एज ए कम्बिनेसन जुन हाम्रो थियो र सुरुदेखि नै जसरी हामीले अट्याक गरेको थियौँ एज अ युनिट आई गेस त्यो मलाई एज ए बोलिङमा आउने बेलामा त्यति बेलासम्म चाहिँ टप अर्डरले हाम्रो जुन फ्रन्ट बोलर्सहरूले जुन बोलिङ गरिराख्नु भएको थियो उहाँहरूले गर्दा चाहिँ एकदम सजिलो भयो 4 ओभरमा मात्र 6वटा सिङ्गल छैन यो एकदम भनौँ तपाईँ टी20मा युए जस्तो टिम विरुद्ध आफ्नो पर्फर्मेन्सबाट चाहिँ त्यो प्लानहरू सक्सेस हुँदा चाहिँ कतिको खुसी अथवा कतिको मिहिनेत गर्नु त्यो प्लानिङ गर्नु हजुर अब डेफिनेटली बिन वर्किङ फर ए वाइल अन दिस अब सबैजनाको प्लानहरू पनि छ सबैजनाहरूले आफ्नो तर्फबाट एफर्ट्सहरू पनि दिइराख्नु भएको छ नट ओन्ली फर कम्प्लिट होल टिमको लागि पनि मेरो लागि पनि उहाँहरूले चाहिँ एउटा प्लानहरू बनाउनु भएको छ सो त्यो प्लानहरूलाई चाहिँ मैले फलो गरिरहेको छु एन्ड देन यु नो त्यसको लागि आफ्नो तर्फबाट हुनसक्ने वर्क एथिक्सहरू के छ अब कुनै पनि पार्टहरूबाट आफ्नो वर्क एथिक्सहरूलाई चाहिँ एक स्टेप अगाडि कसरी बढाउन सकिन्छ अरू एक स्टेप माथि कसरी लिएर जाने र सकेसम्म आफ्नो कन्सिस्टेन्ट रूपमा चाहिँ पर्फर्मेन्स कसरी दिने त्यो चाहिँ सबै बिट्स बाई बिट्स स्टेप बाई स्टेप गरिरहेको छु लास्ट नाइट 2 ओभर मात्र गर्दाखेरि पनि एउटा कन्ट्रोल छैन आज देख्यौँ त्यो सिडब्ल्युसी अगाडि तपाईँको यो किसिमको फर्ममा आउनु हामी एकदम प्रेसरमा पनि छौँ सिडब्ल्युसीलाई लिएर चाहिँ कतिको एक्साइटेड अथवा यो पर्फर्मेन्सले कतिको सहज हुन्छ मेरो लागि चाहिँ हरेक गेम चाहिँ जस्ट अनदर गेम नै हो सो हामी चाहिँ यदि त्यो कुराहरूलाई त्यति धेरै गम्भीर रूपमा हिँड्न थाल्यो भने धेरै नै प्रेसराइज हुन्छ आफूलाई नै सो मेरो पर्सनली आफ्नो सिद्धान्त भनेको त्यहाँ गएर इन्जोय गर्ने मात्रै हो सो टिम छ पुरै कम्प्लिट टिमले अगाडि कसरी बढिरहेको छ मैले टिमको प्रारूपको अनुसारले हिँड्नुपर्ने हुन्छ बिकज आई निड टु डु वाट एभर माई टिम रिक्वायर्स सो मैले उहाँहरूको भनेअनुसार अब क्याप्टन प्लान हुन्छ कोचको प्लान हुन्छ उहाँहरूको भनेअनुसार मैले अगाडि बढ्नुपर्ने हुन्छ सो सबै कुराहरू चाहिँ भनौँ न अब सबै कुराहरू अलाइन राम्रो भइरहेको छ र अफकोर्स हामी सबैजनाको लागि चाहिँ यो लिग चाहिँ एकदम इम्पोर्टेन्ट नै छ आउने लिग चाहिँ सो वी आर लुकिङ फरवर्ड टु इट अब होम गेमहरू छ होम गेममा सधैँ हाम्रो लागि एडभान्टेज भएको नै छ सो यसलाई चाहिँ अझै हामी यो 8 गेमहरूलाई अझै नै एउटा प्लस पोइन्टको आधारमा लिएर जान खोजिरहेछौँ I guess Dipendra it's been fantastic होइन he's been a great leader for a while अहिलेदेखि होइन कि ऊ चाहिँ धेरै वर्ष अगाडिदेखि नै he's been a fantastic player त अब डेफिनेटली हिज बट एज अ लिडर अन द ग्राउन्ड उसले आफूलाई कसरी प्रस्तुत गर्छ सबैको अगाडि समटाइम रन्स हुनु नहुनु द्याट्स अ डिफ्रेन्ट पार्ट बट हाउ यु प्रेजेन्ट युर सेल्फ अन द फिल्ड द्याट्स अ ग्रेट एक्जाम्पल इज दिपेन्द्र सिंह हेरी अनि त्यसले गर्दा चाहिँ अझै राम्रो भइरहेको छ एन्ड फर द सेकेन्ड थिङ इज आई गेस अहिले चाहिँ एज डजन्ट म्याटर आई गेस अब ट्यालेन्टको कमी छैन नेपालभित्रमा अब पिएम कपले चाहिँ त्यो सबै कुराहरू देखाइसकेको छ सो पिएम कपबाट तपाईँले हेर्न सक्नुहुन्छ कति प्लेयरहरू चाहिँ राम्रो राम्रो प्लेयरहरू आइराख्नु भएको छ यस दे हेभ टु वेट फर ए वाइल मेरो ख्यालले तर जुन तरिकाले नेपाल क्रिकेट अगाडि बढिरहेको छ आई गेस वी निड टु गिभ लड अफ एप्रिसिएसन टु क्रिकेट एसोसिएसन अफ नेपाल बिकज त्यो टुर्नामेन्टहरू जति धेरै हुन्छ त्यति नै धेरै यङ्स्टरहरूले चाहिँ आफूलाई आफू प्रुफ गर्ने एउटा प्लेटफर्म चाहिँ पाउँछ एन्ड वी आर भेरी ग्रेटफुल अन द्याट See, I'm nobody to talk about it. मेरो काम हो आउने खेल्ने आफ्नो टिमको लागि राम्रो गर्ने मेरो टिमले जे चाहन्छ मबाट मैले त्यो गर्न सक्छु हात जोडे म न सेलेक्टर हो न केही हो मैले आफ्नो तर्फबाट दिन सक्ने मैले टिमलाई दिन्छु बाँकी चाहिँ म भन्न सक्दिनँ के भयो थ्याङ्क यू